3% ब्याज दरमा 25 लाख रुपैयाँसम्म बिना धितोको 5 वर्षको लागि लानुभएको थियो र दोस्रो वर्षदेखि फिर्ता गर्नुपर्ने थियो र अहिले फिर्ता पनि आइरहेको छ। अहिलेसम्म हेर्दाखेरि ब्याङ्कले रिपोर्ट गरे अनुसार चैतको अन्तिमसम्ममा 12 करोड 55 लाख रुपैयाँ फिर्ता पनि आएको छ। यो वर्षको कार्यक्रमको कुरा गर्दाखेरि 1301 जना स्टार्टअप उद्यमी छनौट हुनुभएको छ। यो कार्यक्रम एकदम अब उत्साहजनक रूपमा एप्लिकेसन आएको अवस्था 10,244 एप्लिकेसनहरू आएको थियो र मूल्याङ्कन समितिले यो 5वटा क्षेत्रगत रूपमा विभाजन गर्दाखेरि मूल्याङ्कन समितिले मूल्याङ्कन गरेपछि 1301 जना स्टार्टअप उद्यमी छनौट हुनुभएको छ। वैशाखको 23 गते भित्र चाहिँ एउटा 4 पेजको डकुमेन्ट दिएका छौँ र त्यो 4 पेजको डकुमेन्टमा आफ्ना उद्यम सम्बन्धी केही कुराहरू राखेर र एउटा व्हाट्सएप नम्बर दिएका छौँ सजिलोको लागि। यो देशभरिबाट व्हाट्सएप नम्बरमा पठाउन सजिलो हुन्छ भनेर हामीले त्यो दिएका छौँ र उहाँहरूले चाहिँ भरेर पठाइदिएपछि हाम्रो यहाँ मूल्याङ्कन समितिले त्यो सेभ गरेर त्यसको आधारमा अहिले आएको 4 पेज डकुमेन्टको आधारमा र हामीले यो पालिकामा भएको उद्यम विकास सहजकर्ता EDF भनेर भन्छ उहाँहरूद्वारा स्थलगत निरीक्षण भएको थियो। त्यो 1301 जनाको निरीक्षण भएको फोटो भिडियो र केही डाटाहरूको आधारमा मूल्याङ्कन समितिले मूल्याङ्कन गर्नुहुन्छ। यो खासमा हामीले झन्झट हटाउनलाई यो पहिला चाहिँ देशभरिबाटै यहाँ व्यावसायिक प्रस्ताव प्रस्तुतीकरणको लागि आउनु पर्थ्यो, खर्च हुन्थ्यो, टाइम जान्थ्यो हैन। अनि त्यो हटाउनलाई सहज होस्, उद्यमीलाई सहज होस् भन्ने हिसाबले हामीले त्यो गरेका हौँ र त्यो गरिसकेपछि ब्याङ्कमा क्रेडिट अप्रेजलको लागि जान्छ। ब्याङ्कले क्रेडिट अप्रेजल गरेर पठाउँछ र त्यो सबै मार्क्स जोडेर 50% भन्दा बढी अङ्क ल्याउनेलाई चाहिँ हामीले सिफारिस गरेर ब्याङ्कमा पठाइदिन्छ र ब्याङ्कले आफ्नो सम्बन्धित नजिकको शाखाबाट चाहिँ कर्जा प्रवाह गर्नुहुन्छ। यो वर्ष 1 अर्ब 26 करोड बजेट छ। यो खासमा पहिला 73 करोड बजेट थियो र अरू कार्यक्रममा भएको बजेटलाई हामीले त्यहाँ रकमान्तर गरेर 1 अर्ब 26 करोडको बजेट छ अहिले र यो कार्यक्रम हुन्छ र अहिले हामीले अड्कल गर्दाखेरि लगभग यो जेठको अन्तिमसम्ममा सबै कार्यक्रम सकेर उद्यमीले पैसै पाउनुहुन्छ जस्तो लागेको छ। यो नेसनल इन्टरप्राइज फेसिलिटी अन्तर्गत पनि विभिन्न कार्यक्रम आउँदैछ, त्यसमा नि जोडिन चाहनुहुन्छ, बिजनेस इन्क्युबेसन प्रोग्राममा नि जोड्न चाहनुहुन्छ, सँगसँगै दलितहरूको लागि खास गरी भगत सर्वजी सेल्फ उद्यम विकास कार्यक्रममा पनि जोड्न सक्नुहुन्छ र यो कार्यक्रम निरन्तर रूपमा जान्छ र बजेट पनि त्यही अनुसार छुट्याएको छ। र सँगसँगै अर्को वर्षलाई हामीले के सोचेका छौँ भने के छलफल भइरहेछ भने अर्को वर्ष यसरी नगरिकन अहिले त अब लटमा हामीले गइरहेछौँ, वर्षमा एकचोटि एप्लिकेसन खोल्ने अनि त्यसैको मूल्याङ्कन गर्ने। अर्को वर्ष चाहिँ यो अनलाइन एप्लिकेसन लिने, प्योर अनलाइन म्यानुअल नलिने र अनलाइन एप्लिकेसन लिएपछि साउनको 1 गते नै एप्लिकेसन खोल्यो भने त्यही दिन एप्लिकेसन प्राप्त भएपछि मूल्याङ्कन समितिले त्यही दिन हेर्छ। भोलिपल्ट चाहिँ के अरे स्थलगत निरीक्षण गर्नलाई EDFलाई खटाइदिन्छ। तेस्रो दिनमा त्यहाँ मूल्याङ्कन भएर आएपछि ब्याङ्कमा पठाइदिने, ब्याङ्कले गएर स्थलगत निरीक्षण गरेर 1 हप्ताभित्रमा कर्जा प्रवाह गर्ने। भनेपछि साउनको 1 गते कसैले अप्लाई गर्यो भने साउनको 7-8 गतेभित्र कर्जा प्रवाह भइसक्छ। यो स्टार्टअप उद्यम कर्जा कार्यविधि 2082 पहिलो संशोधन अनुसार स्वीकृत भएको थियो र हामीले यो तेस्रो वर्षमा आर्थिक वर्ष 2080-81 मा सुरु भएको अहिले तेस्रो वर्षमा हामी छौँ र तेस्रो वर्षमा आउँदै गर्दाखेरि पहिलो र दोस्रो वर्षमा कर्जा प्राप्त गरेको 765 स्टार्टअप उद्यमीले राम्रोसँग काम गर्नुभएको छ, व्यवसाय बढेको छ, रोजगारी सृजना भएको छ र उहाँहरूले केही न केही आयात प्रतिस्थापनमा मद्दत पुर्याउनुपर्छ। त्यति मात्रै होइन, उहाँहरूले यो वर्षको कार्यक्रमको कुरा गर्दाखेरि यो कार्यक्रम एकदम अब उत्साहजनक रूपमा एप्लिकेसन आएको अवस्था 10,244 एप्लिकेसनहरू आएको थियो र मूल्याङ्कन समितिले यो 5वटा क्षेत्रगत रूपमा विभाजन गर्दाखेरि मूल्याङ्कन समितिले मूल्याङ्कन गरेपछि 1301 जना स्टार्टअप उद्यमी छनौट हुनुभएको छ। यो देशैभरिबाट 7 प्रदेशको 75 जिल्लाबाट छनौट हुनुभएको छ। अर्को वर्ष पनि हामी तयारी अवस्थामा छौँ र योभन्दा अझै परिष्कृत रूपमा इनोभेटिभ आइडिया लागेको र टेक इनेबल्ड कम्पनीहरूलाई चाहिँ रोलिङ बेसिसमा 1 हप्ताभित्र उहाँहरूको एप्लिकेसनलाई रिभ्यू गरेर कर्जा प्रवाह हुने किसिमको कार्यक्रम गर्छ।